थ्याङ्क यू भेरी मच देवान सर मेरो एकैछिन अगाडि प्रश्न धेरै पत्रकार साथीहरूलाई थाहा छ उहाँहरू जानु पनि भएको थियो त्यो मजुवा 5मा सस्पेन्सन ब्रिज बनाउने कमसेकम 7.5 लाख रुपियाँ सिड मनीको रूपमा राख्ने हाम्रो बाचा छ र त्यो बाचा हामी पुरा गर्छौँ र त्यहाँ एक दिन यसरी झुन्डिएर होइन यी बच्चाहरू यिनका अन्य ससाना बालबालिकाहरू एउटा सस्पेन्सन ब्रिजमा मुस्कानसहित त्रासरहित भएर हिँडिरहेको हेर्न चाहन्छु दिनेश सर थ्याङ्क यू सो मच मलाई बोलाउनुको लागि मलाई अहिले पनि याद छ कि यही फिल्मको हाम्रो एउटा स्टोन लेङ फाउन्डेसनको लागि म आएको थिएँ तर हाम्रो दिनेशजी इज अलवेज लाइक अ फ्यामिली मेम्बर टु इन्टायर चौधरी ग्रुप अल द टाइम लास्ट 10 years वी बिन वर्किङ टुगेदर झन् अहिलेको बेलामा पोस्ट अर्थक्वेक सिचुएसन इन कन्ट्री उहाँले यो जे एउटा इनिसिएटिभ लिनुभयो त्यसको लागि आई हार्टली कङ्ग्रेचुलेट 2 दिन अगाडि उहाँले मलाई यो भिडियो देखाउनु भएको थियो भिडियोको 5 मिनटको भित्रैमा हाम्रो फाउन्डेसनले के डिसिजन गर्यो भने अब हामीले त्यो जो कि 17जना स्टुडेन्टहरू हरेक दिन नदी पारी जानुपर्ने हुन्छ 55 जना उनीहरूलाई त्यो नगर्नु परोसलाई हामीले पारी नै एउटा स्कुल बनाउने एउटा प्लान गरेछौँ इमिडिएटली प्लस त्यो स्कुल मात्र होइन कि हाम्रो अहिले अर्थक्वेक पछि हाम्रो फाउन्डेसनले करिब 2000 वटा घर बनाइदिसक्यो 25 वटा स्कुल बनाइदिसक्यो अब यो उहाँले यो एउटा इनिसिएटिभ लिएर आउनु भएको छ हामीले इमिडिएटली नै यो उहाँको प्रपोजललाई एक्सेप्ट गरेर यो हामीले एउटा आफ्नो फाउन्डेसनबाट हाम्रो एउटा कन्ट्रिब्युसन हो तपाईँको यो इनिसिएटिभलाई बट मोर देन द्याट कङ्ग्रेचुलेसन्स and all the best to the entire crew, the cast, and especially the respected journalists who are here, who are always promoting and giving the motivation to the entertainment industry in Nepal, which is needed. Private sector, you know, with someone like him, who's a visionary in the entertainment business, you know, as a corporate, we are always going to be backing him with his initiatives and his plans in the world of movies in Nepal. So all the best and congratulations to everyone sitting here. And thank you so much for supporting this movie and Mr. Dinesh Ji. Thank you so much. Thank you very much. हाम्रो कार्यक्रम करिब यहीँ सकिन्छ नवाना चौधरीजी मैले पहिला विनोद दाईको लागि काम गर्थेँ केही समय त्यतिखेर उहाँ पढ्दै हुनुहुन्थ्यो सिङ्गापुरमा बेलायतमा त्यसपछि जब यहाँ आएर उहाँले चौधरी ग्रुपको रेनलाई सम्हाल्नुभयो एज अ म्यानेजिङ डाइरेक्टर चौधरी ग्रुप दिन 2 गुणा रात 4 गुणा अगाडि बढ्यो र त्यो बढ्नमा आजको उहाँ र उहाँका 2 भाइहरूको ठुलो हात छ त्यो परिवारले आज विश्वमा एउटा नाम राखेको छ हामी देश गरिब छौँ तर गरिब देशमा पनि सृजनशील मानिसहरू छन् र गऱ्यो भने नहुने केही छैन भन्ने एउटा उदाहरण हो त्यो उदाहरण आज हाम्रो इन्डस्ट्रीलाई पनि ब्याकअप गर्नका लागि र खास गरिकन म र मेरो परिवार त जहिले पनि अनुग्रहित छ तर हामीले हाम्रो यो 70 जनाको टिमले बनाएको यो रामजी कहाँ हुनुहुन्छ रामजी यहाँ आउनुपर्ने रामजी पछाडि हुनुभयो अनि 70 जनाको टिमले बनाएको चलचित्र फुले फुलको मौसम तिमीलाई यो फुले फुलको मौसम तिमीलाई यो इनिसिएटिभ लियो हामीले यसलाई व्यापारको रूपमा मात्रै नहेरेर यो बच्चाहरूको लागि चाहिँ काम गरौँ भन्दाखेरि हेरेको त्यो पुरा 8 मिनट पनि हेर्नु भएन 3 मिनट्स हेरिसके बित्तिकै पज गरेर उहाँले तुरुन्तै आफ्नो उसलाई सेक्रेटरीलाई भन्नुभयो कि इमिडिएट हाम्रो फाउन्डेसनबाट तुरुन्तै गर अहिले फर द टाइम बिङ सस्पेन्सन ब्रिज बन्ने कुरा दोस्रो फेजमा छ त्यसमा हामी अरू चिजहरूमा सोचौँला विल ब्रेनस्टर्मिङ गरौँला तर बच्चाहरूले स्कुल पढ्नका लागि पारी जानै नपर्ने अहिलेलाई उनीहरूकै गाउँमा स्कुल हुनेलाई अहिले तुरुन्तै गर्नुहोस् भन्नुभयो र चौधरी ग्रुपको काम गर्ने स्टाइल पनि त्यही हो उहाँहरू जे काम पनि तुरुन्तै डिसिजन गर्नुहुन्छ राम्रो काम र जसरी विनोद दाइले गर्नुहुन्छ त्यसरी नै उहाँले पनि गर्नुहुन्छ र उहाँले त्यसो गर्ने बित्तिकै मलाई भन्नुभएको तुरुन्त फोन लाउनुहोस् गाउँको मान्छेलाई मैले गाउँको मान्छेलाई फोन लगाएँ ह्यान्ड फ्रीमा थियो त्यो गाउँको मान्छे नर्भस भयो अनि उसले रामशरणजी हुनुहुन्छ जसको लागि हामीले धेरै पटक 6-7 चोटि त्यहाँ हामी काम गर्न गयौँ र त्यो रामशरणजी एउटा फ्यामिली मेम्बर जस्तो हुनुहुन्छ त्यो गाउँमा निर्मल बाबु मैले लुगा लिएर जाँदाखेरि नलाउँदैन कि फेरि मान्छेहरू सहयोग एउटा मान्छेले 5 वर्षदेखि एउटै सर्ट लगाएको रहेछ उसले त्यो लुगा लगाएर खिचेको फोटो मेरो मोबाइलमा छ त्यो मैले मेरो छोरीहरूलाई देखाउँछु र भन्छु हेर मानिस जीवन यसरी बाँचिरहेछ हाम्रो नेपालमा
उसले 5 वर्षपछि त्यो सर्ट लाउँदा खुसी भएर यता र उता गर्छ, फोटो खिच्छ है। अनि त्यस्तो गाउँमा चाहिँ हामीले अनि उहाँलाई भन्यौँ, अनि उहाँहरूले चाहिँ त्यहाँ लोकल रूपमा एउटा मन्दिरको गुठीको जमिन रहेछ, त्यो जमिन उहाँहरूले तयार गर्नुभयो। र नेवानाजी अब अहिले बाहिरको भिजिटमा हुनुहुन्छ, उहाँ आउनुभन्दा यता नि उहाँहरू त अब सबै इन्टरनेट इमेलबाट नै काम हुन्छ, त्यो भएको हुनाले डेफिनेटली विदिन 2 months टाइम त्यहाँ हामी त्यो स्कुलको कन्स्ट्रक्सन सुरु हुन्छ। उहाँहरूको टिम अगाडि गइसकेको छ। चौधरी फाउन्डेसनलाई हामी हार्दिक धन्यवाद दिन्छौँ र प्लिज काइन्डली पुट ह्यान्ड्स टुगेदर लेडिज एन्ड जेन्टलमेन, जर्नलिस्ट प्लिज। यो चाहिँ किनभने धन त सबैसँग हुनसक्छ, मन कमैसँग हुन्छ। चौधरी फाउन्डेसनले ठुलो काम गरिरहेको छ र त्यो ठुलो कामको एउटा अंशमा हामीलाई पनि सहभागी गराइदिएकोमा नेवार चौधरीलाई धन्यवाद दिन्छु। र फुले फुलको मौसम तिमीलाई चलचित्र फागुन 21 गते रिलिज हुँदैछ। यो चलचित्रलाई तपाईँहरूले आफ्नो चलचित्र सम्झेर, सामाजिक सेवाको एउटा भाव पनि सम्झेर र जीवनमा जानी नजानी गरेका केही पापहरू पनि यसो पखालिन्छ कि भन्ने पनि सम्झेर म पनि र तपाईँहरूले पनि यसलाई आफ्नो कलम, आफ्नो क्यामेराको लेन्स, आफ्नो आवाज, आफ्नो टेलिभिजनको क्यामेरालाई त्यस्तो चलाइदिनु हुनको लागि अनुरोध गर्दछु। किनभने यो व्यापार मात्रै होइन, यसका लागि हामी ठुलो मासलाई मोबिलाइज गर्दैछौँ र यो यसको सुरुवात हो। यसको मास मोबिलाइज कलेजहरू, स्कुलहरू, पुलिस, आर्मी र विभिन्न सङ्घ संस्थाहरू पनि यो फिल्मका लाई प्रमोट गर्नका लागि र त्यो ठाउँमा सस्पेन्सन ब्रिज बनाउनका लागि मोबिलाइज भइरहेका छन् र हामी त्यो मिटिङहरू, सिरिज अफ मिटिङ्समा व्यस्त छौँ। एनिवेज, नेवार चौधरीजीलाई आइदिनुभएको धन्यवाद। सम्पूर्ण पत्रकार साथीहरूलाई आफ्नो व्यस्ततम समयको बावजुद पनि आज थाहा छ मलाई हिजो र आज चाहिँ एकदमै धेरै प्रोग्रामहरू थियो। ती सबै प्रोग्रामहरूमा हुँदा कन्टिन्युस प्रोग्राम हुँदा पनि आफ्नो दैनिक जीवन पनि त्यसले असर गरिरहेको हुन्छ। तर यति ठुलो उपस्थितिका लागि हार्दिक धन्यवाद। यो स्कुल पनि बनाइरहेको छौँ अनि यो फिल्मभन्दा पनि हामीले चाहिँ स्कुललाई पहिला सुरु गरिहालौँ भनेर वी हेभ अलरेडी स्टार्टेड द वर्क फर स्कुल कि त्यो 2 महिनाभित्रमा त सुरु नै हुन्छ स्कुल। अनि ब्रिजलाई चाहिँ हाम्रो कन्स्ट्रक्सन कम्पनी छ, सिमेन्ट कम्पनी छ, कसरी मिलेर कसरी नेक्स्ट फेजमा अगाडि जानुपर्छ त्यो पनि कुरा गरौँ। तर अब उहाँले भन्नुभयो नि त्यही एपिसोडलाई लिएर उहाँले एउटा डकुमेन्ट्री स्टाइल मुभी बनाउँदै हुनुहुन्छ। त्यसमा चाहिँ ग्रुपभन्दा पनि आम पर्सनली म इन्ट्रेस्टेड कि। तर right now I cannot really comment that CG does not want to enter cinema. I hope one day we do enter. I'm sure that time is also not too far also, but no concrete plans as of now. But definitely the industry requires a major push. I think our industry with धेरै films पनि यस्तो successfully भएर नयाँ huge talents also coming on. हामीले चाहिँ स्कुलभन्दा पनि एउटा इन्फ्रास्ट्रक्चर, स्कुल एकाडेमी, टिचिङ एकाडेमी, स्टुडियोजहरू त्यसमा नै मेरो पर्सनल प्लान चाहिँ भइरहेछ। बट इन टर्म्स अफ CG एन्टरटेनमेन्ट रिभाइभल, आइ एम नट रियली इन अ पोजिसन टु से एनिथिङ राइट नाउ।